नमस्ते सेवारो स्वागत छ हजुरलाई हाम्रो युट्युब च्यानलमा। आज फेरि म धेरै समय पछाडि सिंगल मुकबाङ भिडियो लिएर आइसकेको छु। यहाँ अगाडिपट्टि छ राँगाको मासु। आज मसँग चाहिँ सब्जी केही पनि छैन। यहाँ छ चिकन डायमन्ड, हेरिदिनु त साथीहरू, चिकन डायमन्ड स्पेसल टाइपको जम्मा 4टा डायमन्ड छ। यहाँनिर दाल, अकबरी पनि खाइदिउँ क्या एउटा। कस्तो घाँटी दुखिरहेको छ तर आज मलाई के भइरहेको छ भन्दैछु। ल साथीहरू मैले सुरु गरेँ ल। मजाले मुसेर खानुपर्ने रहेछ हो। हल्का घाँटी पनि दुख्नु खोजिरहेछ। राँगाको मासु खाइदिउँ अब। चेस है। राँगाको मासु यम्मी। डायमन्ड चाहिँ चिसो भएछ नत्र म त आज त ढेँडो बनाएर खाऊँ भन्दै थिएँ, बिर्सेछ भयो यार। मिठो दाल छ। यो दाल चाहिँ अझै मलाई चाहिँ त्यो छोक्राले टाइपको हुन्छ नि, त्यस्तो साह्रै मिठो लाग्छ। दाना 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 भएको टक्क खाने हो नि, त्यो चाहिँ स्पेसल। सलादहरू ल्याउँ भनेको थियो। बाई बाई साथीहरू, यो सबै खाने है मैले खानु चाहिँ।